न्याउरे मुसो खतरो निस्क्यो ओ यहाँ हो क्या के हो यस्तो बाटो है जाँदा चाहिँ मजा आउँछ यो बाटो आउँदा अहिले फेरि फर्किँदाखेरि त झ्याउ आउँदा माथि झन्डा डाँडा जाने कि यताबाट पछाडिपट्टि गएर बस्ने जग्गामा त्यही जहाँ हुन्छ त्यहीँ ठिक छ माथि गएर छ्याङ्गी खाएर पाउँदो भन्ने कुरा हो माथि जाने भए पनि जाउँ माथि गएनौ भने चाहिँ यता साइडमा चाहिँ छ्याङ्गी खान पाउँदैन पैसा मुजी चोप्टा उठ्ने नि खुल्बा मुजी पैसै ल्याएन सुभाष दाईकोमा जाने कि मलाई त झन् जानु झ्याउ लाग्यो मैले भन्थेँ नि त चिसको बाटो त यस्तो रहेछ वा अर्ग्यानिक रहेछ यहाँको बाटो त कन्डो रहेछ ताकि ठिक रहेछ यो हेरिकन बाटो त उतै राम्रो धेरै माथि टपमा यस्तो त म ओर्लिन्छु अरे त्यो हुन्न दुइटै पख तिम्रो चप्पल चाहिँ मैले लाउनु पर्छ ल हिँड होला होला बिचरा बिस्तारै सर ल ल ल ल ल फल्दैन चलो 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 कति माथि टपमा आइयो होइन त एउटा ट्रकमा आयो पैसा छाड्दैनौ भने चाहिँ टेन्सन हो क्या ओ यस्तो राम्रो होटल बनाएर चाहिँ यहाँको चाहिँ भ्याली भ्यू रिसोर्टमा आउनु होला शिवपुरी पानी किन्ने भने दुई पोका त लानु पर्ला नि त 500 दिए पनि दिन्छ होला नत्र होला के अन्त अब के तलै गरे अब दुईवटा लानु पाए त अब 1 महिना अर्को स्यालेरी आउँदै लाउनु पर्दैन पर्दैन थियो अब हेर्नु यहाँ हेर्नु अनलाइन हुन्छ यहाँ तल हुन्छ कि तल पर्छ जाउँ न मुजी यहाँ भयो तल अप्सन हुन्छ नि त सोध हेलो दिदी